16th May Saturday हामी चाहिँ केही पनि प्लान थिएन यसपालि एक नाइटको क्याम्पिङ जाम भनेर हिँड्ने बित्तिकै एकजना लेट्स कहाँ भन्दाखेरि बेन्ट बेसिन क्याम्प ग्राउन्ड 1 घन्टाको मात्रै ड्राइभ छ यहाँबाट अनि आधो बाटो जस्तो पुग्न आयौँ सो देखिरहेछ आज बादल आजको दिन राम्रो दिन छ न त्यति गर्मी छैन जाडो पनि छैन चिक्क छ राति चाहिँ हल्का जाडो हुन्छ होला के छ रमाइलो छ एभेलिना रमाइलो छ बाई आर यु एक्साइटेड बाई नेपालीमा भन्देऊ नि त रमाइलो छ भन्देऊ मलाई रमाइलो छ के बनाउँछु कफी बनाउँछु देखाउ त ल डोनट्स खाने बेबी र एभेलिनाले हामी एकैछिन ब्रेक लिएर म्याकडन के अरे कफी बनाउनु भनेर कफी खानु भनेर 7-11मा आएको है कफी लाग्छ द भेरी फर्स्ट वान क्याम्प ग्राउन्ड्स पुग्नै लाग्यौँ हामी यस्तो राम्रो भ्यू देखिरहेछ ठ्याक्क त्यहाँनिर कति मिनट देखाउँछ होर्सेस होइन काउ रहेछ होर्सेस भनेको त होइन रहेछ म त होइन यो हर्सको त स्टेबल अस्ट्रेलियन काउजहरू यो ड्राइभ पनि रमाइलो रहेछ दिन पनि राम्रो भएछ बादल पनि कस्तो राम्रो देखेछ यहीँ नजिकै देखेछ पुग्न लाग्यौँ अब राम्रो ड्राइभ रहेछ भाइ यो त बाटो बेन्ट बेसिन स्टेट कन्जर्भेसन एरिया पुगियो गेट यही हो गेटमा नम्बर थियो बट गेट चाहिँ खुल्लै रहेछ नो पेट्स अलाउड ओ नो बट वी डोन्ट ह्याभ पेट्स भर्खर पुग्यौँ यस्तो छ मान्छेहरू बसिरहेछन् यस्तो छ यता पनि मान्छेहरू छन् हामीले यस्तो देखिरहेछ अब हामी यहाँ वासरुम बासेर त यु क्याम्पको बारबिक्यू रहेछ क्याम्प किचन रहेछ मान्छेहरूले यहाँ ल्याएर बारबिक्यू पोलेर यहाँ बसेर खानालाई रहेछ वासरुम पनि राम्रो छ के बन्दैछ मिठो मिठो अन्डा ब्रेकफास्ट खाएनौँ अनि कफी मात्रै खाएको थियौँ नि त अनि आएर टक्क सेटअप गऱ्यौँ अब हामी यहाँ टक्क लन्च हाम्रो यो ब्रेड देखो न ग्रेन ब्रेड अनि अन्डा हाम्रो एभेलिना झुला गर्दैछौँ झुला झुला ब्रेड avocado अन्डा रमाइलो भएछ हाइडिङ वेयर आर यु एभो ओ माई गड फेरि गर त ल आर यु एभेलिना I can't see you. Quick! Wow! You're hiding in here. अहिलेसम्म थिएन नि अहिले त लपक्कै भएछन् पिङ्कै पिङ्क टेन्ट राखेछन् यहाँ केटी केटी आएर छन् पिङ्क टेन्ट्स पिकनिक एरिया बेन्ट बेसिन स्टेट कन्जर्भेसन एरिया रिभर जाने बाटो यसरी यसरी यहाँबाट हामी रिभर जानु लागेको यसरी यस्तरी हिँड्नै पर्यो हाई बेबी कहाँ जानु लाग्यो हो रिभरतिर देखिसक्यो है हल्का रहेछ फिसिङ गर्ने रहेछ है बाबा हाई एभेलिना कस्तो राम्रो रिभर रहेछ है बाबा सच अ प्रिटी रिभर सच अ नाइस रिभर मान्छेहरू फिसिङ पनि गरिरहेछन् रमाइलो फिसिङ गर्ने जस्तो रहेछ माथि मान्छेहरू हाइकिङ के गरिरहेछन् कस्तो राम्रो ब्रिज रहेछ ल होइन बाई कस्तो राम्रो यता हेर त सच अ प्रिटी रिभर जस्ट ब्युटिफुल ब्युटिफुल रिभर फिसिङ गरिरहेछन् मान्छेहरू हामीले फिसिङ ल्याएनौँ बिरतीको भाका ए हाम्रा नेबरहरूले त पेन्टिङ गरेर केही छैन अघिदेखि पेन्टिङ गरेका हुन् अझै पनि गर्दैछन् दाउरा बाल्ने प्रोसेस हुँदैछ
बाबा हाई याले लाएर फेरि के हो यो फेरि के को प्रोसेस हो ओ वाउ रहेछ नि त दाउरा त कस्तो अरे एभलिना त्यसरी पो हो बाल्ने खै ओ वाउ सिम्बा खै सिम्बा एभलिना सिम्बालाई मिस गरी चाहिँ लास्ट टाइम हामी जाँदाखेरि एउटा कुकुर थियो सिम्बा अब यता छोडेर यता प्रोसेस हो आगो बल्ने सबैजनाले आफ्नो आफ्नो लाइट बाल्दैछन् यसरी सबैको आफ्नो देखिएछ उनीहरूले त्यहाँ के चाइनिजले के बनाउँदैछन् सुप त्यो पनि बाल्यौँ बेडसिट रेडी गऱ्यौँ अनि त्यसपछि अब यहाँ आगोमा यसो पकाउने प्रोसेस भइरहेछ खै एभलिना के गर्दैछन् पाते पेलो खै च्वाइँ के पकायो अलि देखाउ न लाइट वाह घरबाटै मेरिनेट गरेर ल्याएको मात्रै बनाएछौ त तिमी त टमाटर त चङ्की चङ्की छ त ओ वाह के सेफ हो तिमी आज चाहिँ नि गोट सेफ हो अस्ति चाहिँ क्याङ्गारू भ्याली होइन बाबा यो दिस इज खटाई नेसनल पार्क बाई ओके सी यु लेटर ओ माई गड यो आगो कस्तो राम्रो देखेको बेबीले कटार लिएर आएछन् कस्तो देखिन्छ नि आई कान्ट रियली सी हर ओ वाओ यु लुक लाइक ओ वाओ नाइ द्याट्स एन Where do I put it? I'm just going. The cupcake man, the cupcake man, the cupcake man. Yes, I love the cupcake man. We live down the street. The cake man, the cake man, the cake man. Yes, I know the cake man. We live down the street. Do you know the swimming man, the swimming man, the swimming man? Yes, I. बेबी सुतिसके हाम्रा नेबरहरू नेपालीहरू हल्ला गर्दैछन् बाबाले चाहिँ के गरेको टल्ल बिरालोले चाहिँ यहाँ कहाँ हेरेर के पकाएको रायस बा ल्याम्ब र खसीको मासुको बिरयानी प्याज र खुर्सानी काटेर ओ माई गड वाउ भएछ नि त गुड नाइट मर्निङ गुड मर्निङ गुड मर्निङ हामी उठ्यौँ अब एभलिनालाई ब्रेकी निटला ब्रेड कफी खै कफी रेडी हुँदैछ मान्छेहरू सब उठेर खानपिन लागे हाम्रो लाले आगो ताप्दैछन् हेलो गुड मर्निङ यो हो हाम्रो कफी टाइम ब्ल्याक कफी टाइम हजुर Go. हेलो एभलिना चेयर्स कफी टाइम अब एभलिनाले मेरो चेयर लियो अब आई हेभ टु सिट इन एभलिना चेयर मर्निङ थ्याङ्क यू Have you tasted your coffee? के गरेको कफी खाएको खै एभलिनाको ब्रेकी हेरिदिउँ न त आगो बोलिरहेछ एभलिनाको कफी ब्रेकी वा बनाना निठेला ब्रेड सी अल्सो हेज हर ओन पिङ्क कप यता हेरिदेऊ त हाई भनिदेऊ Hi. बट के भन्छ घाम अघि नै लाग्न पर्ने हो तर हुस्सु लागे जस्तो भएछ खटायो होइन के भन्छ बेन्च बेसिन क्याम्प ग्राउन्डबाट पनि प्याकपुक गरेर हिँडियो बाहिर प्याकपुक गरेको खिच्न बिर्स्यो अब एभलिना बुक पढे चाहिँ गर बुम गेट कताबाट आएको हिँडियो
हामी आएको कस्टकोमा सपिङ गरेर पिज्जा कत्रो छ छन् मुख मिठाउँदै ओ माई गॉड बिगेस्ट पिज्जा एभर